अब दसैँ आइसक्यो, मासु खुवाउँ लाग्छ, पैसा पनि छैन अहिले, बेचबिखन पनि केही छैन। के जमाना पो आयो, दसैँ नजिक नजिक आइसक्यो। अब यसो एउटा बुद्धि लाउनु पर्यो मासु खाने। पल्लो घरमा कुखुरा छ भन्दै थियो, कुखुरा चोर्नु जानु पर्यो। अब मान्छे पनि छैन होला, अघि गाउँ डुल्नु जाँदै थियो। अहिले त सरकारले बाँडेको कुखुराहरू पनि जताततै ल्याएको छ कि, त्यही दाम लिएर आउनु पर्यो नि। कोही छैन रहेछ, कोही छैन रहेछ। आज चाहिँ चोरिन्छ। भाले त बाँच्दै छ, कुखुरा त थुप्रै छ भनेको छ यहाँ, चोरिन्छ अब। सियालले पो लग्यो नि कुखुरा त। आज त मजाले भेट्यो। अब मालिकले जस्तै बनाइराख्नु पर्यो, फेरि चाल पाउँछ हो। यहाँ त माछा पनि छ कि हौ, हल्ली नै छ त, पानी त गतिलै छ जस्तो छ त। कुखुरा चाहिँ यहाँ राखिराख्नु पर्यो। कस्तो गरे छ यहाँ माछा छ। यो त कहाँ गयो भनेर यहाँ पो रहेछ। तैँले कुखुरा बेचिस्? बेचेको छुइनँ हौ, अघि कुन त सियालले जस्तो त कता कता गर्दै थियो किन?